आज चाहिँ हामी कतिजना छौँ 5-4-9 जना भएर बर्नबी एरियातिर घुम्न जाँदैछौँ। पछाडि चाहिँ हजुरबा र बाबा बस्नु भएको छ अनि दुईटा गाडीमा हामी चाहिँ मिक्स भएर बसेको छौँ। मम्मी उता जानुभयो। कति टाढाको यात्रा छ हाम्रो? धेरै टाढा त होइन तर यतै सिटी एरिया मलहरू अनि त्यसपछि हाम्रो 25 मिनेटको यात्रा हो। यो त हाम्रै लागि पनि नयाँ हो। हामी यहाँको 1 वर्ष भयो हामी पनि गएको छैन त। अनि त्यही भएर मम्मीहरू सँगसँगै हाम्रो नि फर्स्ट एक्सपिरियन्स, हजुरबाको चाहिँ सेकेन्ड होला। म त काका धेरै ठाउँमा गछु भनिसकेको ठाउँमा गएँ। अहिले राइट नाउ चाहिँ हामी बर्नबी माउन्टेन भ्यू जाँदैछौँ। त्यहाँ गइसकेपछि चाहिँ हामी बाँकी हाम्रो टिम मेम्बरलाई भेटेर अनि त्यहीँ कुरा गर्छौँ। बर्नबी माउन्टेन आइपुगेका छौँ तर वेदरले चाहिँ हामीलाई साथ दिएको वेदरले चाहिँ साथ दिएको छैन। यता ल भिडियो चाहिँ एकदम क्लियर आएको छ है। अलिअलि मेमोरीको लागि फोटो खिच्यौँ, 2-4वटा टिकटक बनायौँ रमाइलो र यहाँबाट हामी जाँदैछौँ अब पेट पूजा गर्न। होइन त आद्याबी हो कि होइन मिनु? आद्याबी मलाई कान्छीलाई जेरी दिने कि नदिने? कामै उयो हेर्ने छ इलेक्सन। घन्टीले चाहिँ 2 देखि 4 भोटले जित्यो भन्ने जो अपुष्ट आछ। अब इलेक्सनको माहौल यस्तो छ, सबको ध्यान टिभीतिर छ। जित्न चाहिँ जितिसक्यो त। एक्स्ट्रा प्रिमियम अनि त्यसपछि अब विकेन्ड हो भने स्याटरडे शनिबार फेरि एक्स्ट्रा पैसा हुन्छ अनि स्याटरडे शनिबारमा बन्द के अरे रातिको 1 बजायो। रातिको अब भोलि बिहान उठेर चाहिँ अब अलिअलि बाँकी रहन्, धेरै बाँकी रहेको छैन। अर्को गरौँ न। थ्याङ्क यू आद्याबी। मम्मालाई पर्दैन, अब पापालाई देऊ अनि आमालाई देऊ। मल जाँदैछ, मल मेट्रो भ्यान्कुभर मैले यस्ता चमत्कार ल मम्मी अर्को पनि अब अर्को पृथ्वीकै भार गरेदेखि निकै छ नाना मैले गरेका छन् यस्तो चमत्कार। नाना मैले गरेका छन् यस्तो चमत्कार। हरि हरि देखाएको छु अङ्कल
सहायक चालक र प्रमुख चालक चालक र मेन चालकले रेस्ट गर्दै यहाँनिर आउँदै म पाइलट त पाइलट बाटो घाटा पानी माथि जहाज चस्मा लाउनुपर्छ नि अब एउटा खतरा फोटो निकाल्नु पर्यो फेरि हेर्नु। सजाबाटै गर्नुपर्छ। कस्तो राम्रो बनाएको थियो त्यति बेला अहिले त अब केही छैन कार्ड छँदैछ क्या यो अब जिम्मेवार सुत्नुहुन्छ अब हामी नि सुत्ने हो भन्थे यो सबै ल अब मुखिया पनि सुत्ने बेला भयो त यो सबै कहानी चाहिँ कहाँबाट आएको छ ढ्याउबाट मासु यो रेस मासु कति बजी देख्यो लगभग 3 वर्षपछि फ्रेस मासु देखियो यहाँ चाहिँ आद्याबी चाहिँ हाम्रो सुपरभाइजर कस्तो काट्दै हुनुहुन्छ मासु स्टाफले भनेर हेर्दैछ स्टाफलाई सधैँ राख्न मिल्छ कि मिल्दैन यो मासु काट्ने बित्तिकै ल्याएर पकाएको मासु नेपालमा चाहिँ खाँदैछौँ पाक्ने बित्तिकै हामी काट्ने ए काट्ने बित्तिकै ल्याएर तर हेर्दा त दामी मिठो खायो मलाई पनि यति लोभला छैन मान्छे मोटी ओ मेरो धेर भा छैन मलाई पनि यति लोभला छैन मान्छे मोटी ओ मेरो धेर भा छैन बिस्कुट है त के सुतारे खान्थे एउटा उसको मनमा के पुग्यो होला के भित्रालाई कस्तो भयो उसलाई